पुलिसले तालिमका लागि लादैछ। मलाई नले भन्नु है आमा, मलाई कस्तो गाह्रो हुन्छ। तालिमको लागि ढिला भइसक्यो, छिटो हिँड मिना। आमा, पुलिस सब यता आउनुस् त। अब तिम्रो छोरी सुध्रिन्छ, हामी राम्रोसँग तालिम सिकाउँछौ। मेरी छोरीलाई राम्रोसँग तालिम सिकाउनु लाउनुस् पैसा। ओहो हुन्छ आमा। ए के गरेको यस्तो, छिटो छिटो दौड भनेको। मलाई त टाउको दुख्यो। के भयो नानी तिमीलाई? अब त म यही मौकामा भाग्छु। अब यहाँबाट म छिटो छिटो जान्छु। के हो यो? भाग्ने, अब कहाँ राख्छु हेर्दै जा तँलाई। अब यहीँभित्र हुन्छु तँलाई। लल्ले, मलाई बचाऊ। चुप लागेर बस। तँलाई त म खान पनि दिन्न, नरोएर बस त्यहाँ। मलाई त कस्तो भोक लाग्यो। आमा, म चाहिँ लाउरी भएर आएँ। ओहो मेरो छोरी। आमा, मलाई भोक लागेको छ, म भात खान्छु है। छोरी तिमी त कति भोका छौ, तिमीलाई खाना दिएका थिएनन् र? अब म यो सबै खान्छु। छोरी तिमीलाई के भयो? प्लिज यो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला।